सियोन चाहिँ कदापि नष्ट नहुने सत्यताको सहर हो। चाडहरूद्वारा हामीलाई सियोनमा बोलाउनु भएका पिता मातालाई धन्यवाद र प्रशंसा चढाऊ। समय चाँडै बितिरहेको छ तापनि परमेश्वरलाई विश्वास नगर्ने मानिसहरू भने आफूसँग भौतिक कुराहरू छ कि छैन भन्ने कुराप्रति चिन्तित भइरहेका छन्। यद्यपि हामीहरू चाहिँ अभावमा पनि खुसी हुने र आफूसँग भएको कुरामै खुसी खोज्ने त्यस्तो जीवन जिरहेका छौँ। यशाया अध्याय 33 को पद 20 मा सँगै हेरौँ। हाम्रा ठहराइएका चाडहरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरुसलेमलाई देख्नेछन्। एउटा शान्तिमय वासस्थान, एउटा पाल जो कहिले हटाइने छैन, यहाँ कहिले हटाइने छैन भनिएको छ, अनि जसका किलाहरू कहिले उखेलिने छैनन्। अहिले हामी त्यो अनन्त पर्खालभित्र प्रवेश गरेका छौँ। यहाँ प्रवेश गर्न पाउनु भनेको मानव जातिमध्ये हामी चाहिँ चुनिएकाहरू हौँ भन्ने अर्थ हो। हामी सबैभन्दा खुसी मानिसहरू हौँ। संसारको धन वा शक्तिद्वारा जान नसकिने ठाउँमा हामी गएका छौँ। हामी अनुग्रहद्वारा त्यो ठाउँमा पुगेका हौँ। हामी परमेश्वरको बोलावटमा आज्ञाकारी भएर उहाँको वचनमा भरोसा गर्दै सियोनको पर्खालभित्र आयौँ, जसका किलाहरू कहिले उखेलिने छैनन्, न त त्यसका डोरीहरू चुडाइनेछन्। त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्यो ठूला ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्यहाँ चल्ने छैनन्। ठूलो जहाज पनि त्यहाँ जाने छैन, किनभने परमप्रभु हाम्रा न्यायाधीश हुनुहुन्छ। परमप्रभु हामीलाई व्यवस्था दिने हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ। त्यहाँ भएका सबै मानिसहरू बचाइनेछन्। परमप्रभुले नै हामीलाई बचाउनुहुनेछ। अनि के भनिएको छ? तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्। मानिसहरूले त्यसको मस्तुलको जग बलियो पार्न सकेनन्। तिनीहरूले तिनका पाल टाङ्न सकेनन्। तब एउटा प्रशस्त लुटको माल बाडिनेछ। लङ्गडाहरू समेतले लुटका मालका भाग लिनेछन्। सियोनमा बस्ने कसैले पनि म बिरामी छु भन्ने छैनन्, अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन्। यहाँ सियोनमा वास गर्ने मानिसहरूको पाप क्षमा गरिनेछ भनिएको छ। हामीहरू सियोन गएमा मात्र पाप क्षमा पाएर चाडहरूमा सहभागी हुन सक्नेछौँ। चाडहरूको माध्यमद्वारा परमेश्वरले हामीलाई अनन्त जीवन र पाप क्षमा प्रदान गर्नुहुन्छ। हामीले चाडहरूको सहर सियोनमा पिता माताबाट प्रशस्त अनुग्रह पाइरहेका छौँ। हामी कहिले नचुडाइने डोरीले कसेर बाँधिएको सियोनमा वास गर्छौँ, जसका किलाहरू कहिले उखेलिने छैनन्, न त पालहरू कहिले हटाइनेछन्। त्यहाँ हामीले परमेश्वरको प्रेम, आशिष र अनुग्रह प्राप्त गर्छौँ। हामी सियोनमा वास गर्दा हामीले अनन्त जीवन र आशिष पाउँछौँ। हामी कहिले नडल्ने पर्खालभित्र आएका छौँ। यो संसारमा भय मान्नुपर्ने वा डराउनुपर्ने कुरा केही छैन। यो संसारको कुनै कुराको ईर्ष्या गर्न आवश्यक छैन। हामीले आशा गरेका सबै कुराहरू स्वर्ग राज्यमा तयार भइसकेका छन्। हामी भविष्यमा निश्चय नै त्यो ठाउँ जानेछौँ। पिता आउनुहुँदा तिमीले सुसमाचार गर्न परिश्रम गर्यौ। तिमीले साँच्चै राम्रो गर्यौ भनेर प्रशंसा गर्नुहुने सियोनका परिवारहरू भइदिनु हुन अनुरोध गर्दै आजको प्रवचन समाप्त गर्दछु। धन्यवाद।